रानी हो। आज हामी हाम्रो राज्य सबै घुम्नुपर्छ। यता कति धेरै प्रजाहरू छन्, कति धेरै भक्तहरू छन्, सबै हाँसी खुसी देखिन्छन्, सबै धन भएका मन भएका भक्तहरू छन्। हामी हाम्रो राज्यमा घुमेर सबै भक्तलाई हामीले खुसी बनाउनु छ आज। हुन्छ कि हुन्न भन त? हाम्रो भक्तहरू हामीसँग अलि हामी गाउँ-गाउँमा नघुमेर होला, सायद राज्यमा नघुमेर होला, अलि रिसाए जस्तो लागिरहेको छ मलाई। यहाँ यति ठुलो यज्ञ हुँदा पनि त्यति धेरै दान दिइरहेका छैनन्। अब हामी सबैलाई भेटेर घुमेर अब भोलिबाट अहिलेबाट यो यज्ञको लागि धेरै दान दिने वातावरण बनाउनुपर्छ, सबैलाई भेटाउनुपर्छ हामीले। लाउ लाउ आज शुभ नाम गरेको राजा अत्यन्त प्रसन्न हुनुहुन्छ, यात्रा गर्नुहुन्छ, विचार गर्नुहुन्छ। आफ्नो पत्नीले साथमा लिनुहुन्छ। कस्तो हुनुहुन्थ्यो त शुभ नाम गरेको राजा भन्दा अत्यन्त तपस्वी हुनुहुन्थ्यो। ब्रह्मपुत्र महातेज राजा सुपनीति स्मृत अभुन्मित्र दतिस्तस्य महेन्द्र धनेश्वर। अब त्यो शुभ नाम गरेका राजा अत्यन्त पराक्रमी हुनुहुन्थ्यो, तपस्वी हुनुहुन्थ्यो, सबैलाई राम्रोसित साथमा राख्नुहुन्थ्यो। अब शुभ नाम गरेका राजा यात्रा गर्नुहुन्छ। शुभ नाम गरेका राजाले सबैलाई पालन पोषण अत्यन्त राम्रो गर्नुहुन्थ्यो। उहाँले आफ्नो पत्नीलाई साथमा लिएर नगर परिक्रमा गर्ने इच्छा गर्नुहुन्छ। यसको लागि बसेर सल्लाह गर्ने इच्छा गर्नुहुन्छ। हे पत्नी, आज धेरै दिनपछि यो राज्यको बीचमा प्रगति नगरमा आउन पाइयो, अत्यन्त खुसी लागेको छ। तिमीलाई त खुसी लाग्ने नै भयो। मेरो साथमा हिँड्न पाएकी छु, त्यति भएपछि तिमीलाई खुसी त लागिहाल्छ। यसरी संवाद गर्दै यात्रा गर्दै हुनुहुन्थ्यो। अब राजाले रानीलाई हात समातेर अथवा साथमा लिएर जाउँ, आज यात्रा गरौँ भनेर हिँड्नुभयो। उहाँले एउटा ऋषिप्रति धेरै प्रेम गर्नुहुन्थ्यो। त्यो ऋषिको नाम हो दधिच्य ऋषि। संयोगवश दधिच्य ऋषिलाई आफ्ना राजा शुभ नाम गरेका राजालाई भेट्ने इच्छा भएछ। अत्यन्त वज्र समान उहाँको शरीर वज्र समान छ। महान शिवभक्त हुनुहुन्थ्यो। लोकका हितका लागि हड्डी दान गर्ने ऋषि भनेको दधिच्य ऋषि नै हो। त दधिच्य ऋषि राजालाई भेट्नका लागि राजाको दरबारमा दधिच्य ऋषिको आगमन हुन्छ। श्री दधिच्य ऋषि महाराजको अब दधिच्य ऋषि अत्यन्त तपस्वी हुनुहुन्थ्यो, ज्ञानी ध्यानी साधक हुनुहुन्थ्यो। दधिच्य ऋषिले राजालाई भेट्नका लागि त्यो महलभित्र प्रवेश गर्ने इच्छा गर्नुहुन्छ र आफ्नो कुटीबाट शुभ नाम गरेका राजाको दरबारमा दधिच्यको आगमन हुन्छ। हर हर महादेव। श्री भक्तवत्सल भगवान को ओखो गुरुदेव प्रणाम। ये मैया दर्शन कर। गुरुदेव प्रणाम। आज हाम्रो दरबारमा हजुरको सवारी भयो। बस्नुहोस् गुरुदेव, बस्नुहोस्। हुन्छ राजा,
आज मलाई किन हजुरको यो राज्यमा आउने मन भयो, भेट्ने मन भयो, त्यसैले आएको हो राजा। हे मैया पत्नी, जो गुरुदेवलाई स्वागत गर्नलाई फलफुल लिएर आऊ, माला लिएर आऊ। उहाँ त मेरो गुरुदेव हुनुहुन्छ, उहाँलाई मैले पूजा गर्न पर्यो। गुरुदेव कुशल मङ्गल त हुनुहुन्छ होइन? एकदमै ठिक छु राजा। हजुरलाई कस्तो छ? गुरुदेव, मैले दिएको यो फल स्वीकार गरेँ। यो फल समाता त समाता माला पनि कहाँ मिलेन। गुरुदेव, यो हजुरको भक्तको पुष्पमाला, यो फल सबै दिन पर्यो गुरुदेवलाई। कति मजाले खान्छ गुरुदेव, खुसी लाग्यो। अरू पनि खाइ बक्सिन्छ कि? हुन्छ हुन्छ, मिठो रहेछ राजा। ल्याउ त अरू पनि खान्छु। धेरै दिन भयो गन्न नखाएको भने। बरु यो जुगाले त साह्रै अल्झाइरहेको छ खाने बेलामा। यो जुवालाई थोरै माथि सार्नु पर्यो। अहिले निकालेर खुन्टी हाल्नुपर्छ, माथि सार्दा खानु पर्यो। कस्ता गुरुदेव हुनुहुँदैछ, जुवा निकालेर खुन्टी हाल्न मिल्ने, गुरुत्व राख्नु मिल्ने। हे गुरुदेव, मेरो मनमा गुरुदेव, मेरो मनमा धेरै जिज्ञासा छ। आज यो राज्य दरबारमा हजुरको सवारी भयो। राजन, बस्नुहोस्, आसनमा बस्नुहोस्। तत्पश्चात हामी वार्तालाप गरौँ। मेरो मैया मक्ख परेकी। हे राजा, हे गुरुदेव, हे दधिची मुनि, हजुर आएर म अत्यन्त प्रसन्न छु। गुरुदेव, हजुर आउनुभयो, मैले त स्वागत केही गर्न सक्दिनँ। हजुरको इष्टदेव स्वयं भगवान् शिव हुनुहुन्छ। त्यही भएर म एउटा शिवको स्तुति गाउँछु। त्यही शिव स्तुतिद्वारा म हजुरलाई स्वागत अभिनन्दन गर्दछु। हे गुरुदेव, स्वागतम स्वागतम स्वागतम। मेरो दरबारमा हजुरलाई सुस्वागतम। यता ताण्डव गति मुंडन परे नचत गिरिधारे, ताण्डव